कस्तो हुनेछ 2082 साल? यस्तो छ तपाईको वार्षिक राशिफल। सुरुमा मेष राशि। मेष राशिको यस वर्ष समय अनुकूल नभएकाले संयम रहनु उचित हुन्छ। वर्ष आरम्भमै 7.5 लाग्नेछ। वर्ष आरम्भमा वर्ष लग्नबाट राहु र शनि 12 मा प्रतिकूल हुनाले खर्च बढ्ने, विवाद बढ्ने, झुटा आरोपको सामना गर्नुपर्दा मन खिन्न हुनेछ। बौद्धिक कार्यमा अपमान सामना गर्नुपर्ला। गुरुको अनुकूलताले सन्तानबाट सुख हुने योग रहेको छ। छात्रवृत्ति हासिल गरी विदेशको राम्रो महाविद्यालयमा पठन पाठन गर्न पाउने बलियो सम्भावना छ। लगानीको परिणामले व्यापारमा सफलता पाउन, धन कमाउन गाह्रो छ। वैवाहिक कुरामा अवरोध आउनेछ। राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिने छैन। नोकरीमा एकपछि अर्को समस्याले महत्त्वपूर्ण स्थान गुमाउनु पर्ने, असहज स्थानमा स्थानान्तरण हुने योग रहेको छ। वृष राशिको यो वर्ष ग्रह गोचर अत्यधिक राम्रो छ। आँटेको काममा सफलता मिल्नेछ भने अरूको विश्वास सजिलै जित्न सकिनेछ। बौद्धिक कार्यमा तीव्रता आउनुको साथै जोश जाँगर बढ्ने तथा पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ। नयाँ काम पनि पाउने योग रहेको छ। अरूको मन जितेर महत्त्वपूर्ण काम हात पार्न सकिनेछ। सभा सम्मेलनमा उपस्थित भएर वक्तव्य दिँदा ठूलो प्रशंसा पाउनुहोला। धार्मिक कार्यमा धेरै प्रगति देखिन्छ। शैक्षिक व्यवसाय गर्नेहरूका लागि समय वर्षभरि नै अनुकूल रहनेछ। व्यापारमा सोचे जस्तो लाभ मिल्ने र वैदेशिक कार्य सुचारू भएर अघि बढिनेछ। विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ। नोकरी तथा राजनीतिमा गुमेको स्थान फर्काउन सकिनेछ। आम्दानीका अवसर प्रशस्त प्राप्त हुनेछन्। विद्यार्थी जीवनमा प्रेम सम्बन्ध अघि बढ्दा खर्चमा बढोत्तरी हुन सक्ने भएकाले संयमित हुनुहोला। टाउकोमा राहु बसेकाले पीडा हुने, हातका नसा कमजोर हुनेछन्। साउन, कार्तिक, फागुन र चैतमा महत्त्वपूर्ण काम सकेसम्म नगर्नु राम्रो देखिन्छ। मिथुन राशिको यो वर्षको ग्रह गोचर समग्रमा अनुकूल छैनन्। आय र व्ययलाई हेर्दा अवस्था राम्रो रहनेछ। खर्चका बाध्यता धेरै आइपर्ने भए पनि आम्दानीको मार्ग बन्द भएकाले आर्थिक कठिनाइ आउनेछ। वर्षको सुरुमा दशममा शनि र राहु 12 गुरुको प्रतिकूलताले नोकरी र राजनीतिमा लाग्नेहरूका लागि नराम्रा लक्षण देखा पर्नेछन्। शनिको प्रतिकूलताले सार्थक तथा प्रशस्तै हानि हुने यात्रामा सङ्कट आउने योग रहेको छ। मातापिता र सन्तानसँगको मतभेद थप बढ्नेछ। नोकरी तथा राजनीतिमा गरेका प्रयास सकारात्मक रहने छैनन्। राज्यबाट पाउने सहयोग सबै जस्तो बन्द हुनेछ। कूटनीतिक क्षेत्र कमजोर रहनेछ भने चरित्र सम्बन्धी आरोप आउन सक्ने भएकाले विपरीत लिङ्गबाट टाढा रहनु बेस हुन्छ। कर्कट राशिको आजको दिन समग्रमा यस वर्ष ग्रह गोचर मध्यम छ। अडैया शनिको प्रकोपबाट मुक्ति मिलेको छ। बोलीको प्रभावमा अरूलाई विश्वास दिलाउन सफल भई आफ्नो कार्य अघि बढाउन सकिनेछ। कर्मभन्दा भाग्यलाई जोड दिनुपर्ने समय रहेको छ। व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ। पेटमा समस्या भइरहने भएकाले खानपानमा ध्यान दिनु जरुरी छ। आर्थिक कारोबार अति आवश्यक अवस्थामा पनि विचार पुर्याएर गर्नु उचित हुनेछ। नोकरीमा मुद्दा मामिला र स्थानान्तरण हुने सम्भावना छ। ठूलो व्यक्तिको सहयोग र सहानुभूति भन्दा पनि धोका, प्रतिशोध साध्य गर्दै ससानो कुरालाई कोट्याएर बेला बेला दुःख दिने प्रयत्न भइरहने हुँदा संयमित भएर काम गर्नु उचित हुनेछ। राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ने सम्भावना रहेको छ। वैशाख, जेठ, असोज र पुषमा प्रयास गर्दा धेरै काममा सफलता मिल्ने सम्भावना भएकाले काम गर्दा सोचेर गर्नुहोला। सिंह राशिको आजको दिन लेनदेनमा समस्याले चिन्तित बन्नुपर्ने अवस्था आउनुको साथै स्वास्थ्यको अवस्था पनि राम्रो देखिन्न। हाड जोड्नेको समस्याले निकै सताउनेछ। आर्थिक कारोबारमा पनि समस्या आउनेछ। धार्मिक कार्यमा खासै रुचि देखिन्न। बेला बेला मन विचलित हुनेछ भने पढाइमा रुचि बढ्ने, लेखन मार्गमा सफलता मिल्ने र बौद्धिक क्षेत्र बलियो हुनेछ। नोकरी तथा राजनीतिमा बौद्धिकता उपयोग गरे लक्ष्य अनुसार अघि बढ्न सकिनेछ। राजनीतिक नियुक्तिको सम्भावनाका साथै कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ। सन्तानबाट सुख मिल्नेछ। शैक्षिक उन्नतिका अवसर प्रशस्तै मिल्नेछन्। छात्रवृत्ति हासिल गरी विदेश पढ्न जाने अवसर मिल्नेछ। नयाँ घर सवारी जोड्ने अवसर मिल्नेछ। व्यापारमा उच्च प्रगतिको योग रहेको छ। विवाहितहरूको दाम्पत्य जीवन सुखमय रहनेछ।
जेठ, असार, कार्तिक र माघमा पराक्रम बढ्ने, अधुरा काम बन्ने, नयाँ कामको अवसर मिल्ने र धन मनग्गे कमाउने अवसर मिल्नेछ। स्वास्थ्य सन्तुलित राख्न अलि धेरै हिँड्ने प्रयास गर्नुहोला। खानपानमा विचार पुर्याउनुहोला। नगद सहयोग गर्न बन्द गर्नुहोला। बलको काममा भन्दा बुद्धिको काममा जोड दिनुहोला। कन्या राशिको यो वर्षको आरम्भमा ग्रह अनुकूल रहनेछ। नयाँ कामको अवसर पनि मिल्नेछ। अरूको विश्वास जितेर अघि बढ्न सकिनेछ। भाग्यले साथ दिने, धार्मिक कृतिमा काम गर्ने गराउने अवसर मिल्ने, सामाजिक प्रतिष्ठा बढ्ने योग रहेको छ। कुरा काट्नेहरू आफै निस्तेज हुनेछन्। आम्दानीका अवसर पर्याप्त मिल्नेछन्। प्रेम गर्नेहरूका लागि समय अवसर अनुकूल रहनेछन्। वैवाहिक बन्धनमा बाँधिने र सन्तान प्राप्तिको पनि सम्भावना रहेको छ। घर सम्पत्ति जोड्ने अवसर मिल्नेछ। बौद्धिक कार्यलाई तीव्र रूपले अघि बढाउन सकिनेछ। पढाइमा गरेका प्रयास सकारात्मक रहनेछन्। राज्यबाट सम्मान पाउने योग रहेको छ। मनमा चिन्ता बढ्ने, काममा अवरोध आउने, स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले खानपानमा ध्यान दिनु उचित होला। तुला राशिको आजको दिन नयाँ कामको अवसर पाउने योग रहेको छ। धन मनग्गे कमाउने अवसर मिल्नेछ। यात्रामा लाभ मिल्ने, वैदेशिक कार्यमा सफलता मिल्ने, विदेश बसोबास गर्ने प्रयासमा भए सफल हुने योग रहेको छ। व्यापारमा गरेको प्रयास सकारात्मक रहनेछ। आफन्तको उचित सहयोग मिल्नेछ। ठूला व्यक्तिले विश्वास गर्नेछन्। परिवारबाट पनि सहयोग पाउनुहोला। घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ। पढाइमा उन्नति सोचे जस्तै हुनेछ। स्वास्थ्यमा सुधार आउने, उच्च बौद्धिकता र मनोबल बढ्ने, मन प्रफुल्लित हुनेछ। रिस बढ्न सक्ने भएकाले संयमित हुनुपर्ला। आफन्तलाई कुरा बुझाउन गाह्रो पर्ने भएकाले विचार गर्नुपर्ला। प्रेममा असफलता मिल्नेछ। नयाँ व्यापारको प्रस्ताव आउने, वैदेशिक व्यापारमा सफलता पाउने अवस्था रहेकाले त्यसैमा जोड दिनुहोला। वृश्चिक राशिको यो वर्षका ग्रह सुरुमा अनुकूल रहनेछन्। अडैया शनि समाप्त भएको अवस्था छ। शत्रु पराजय हुनुका साथै मित्रको पूर्ण सहयोग मिल्नेछ। नोकरी तथा राजनीतिमा आफ्नो वर्चस्व बढ्नेछ। छताउनेहरू क्षमा माग्न थाल्नेछन्। बौद्धिक तीव्रतामा कूटनैतिक क्षेत्र बलियो हुने र राज्यबाट सम्मान पाउने योग रहेको छ। आम्दानीको क्षेत्रमा अपेक्षित सुधार आउनेछ। पढाइमा अरू प्रगति हुनेछ। जोश र जाँगर बढ्नेछ भने अधुरा काम पूरा हुनुका साथै नयाँ काम पाउने योग रहेको छ। व्यापारमा प्रगति हुनेछ। प्रेम सफल रूपमा अघि बढ्नेछ। वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ। आफूबाट टाढिएकाहरू नजिकिन थाल्नेछन्। शत्रुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। सत्य र असत्यलाई छुट्याउन अलिक कसरत गर्नुपर्नेछ। कुरा काट्नेहरू सक्रिय हुनेछन्। धनमाल हराउन सक्ने भएकाले धनको ढुकुटीमा नजर कडा राख्नुहोला। कामको मध्यमा सङ्कट आउने भएकाले सतर्क भएर निर्णय गर्नु उचित होला। आर्थिक लेनदेनमा विवाद बढेर मुद्दा मामिलाको अवस्था सिर्जना हुने भएकाले नगद कारोबार सोचेर गर्नुहोला। धनुराशिको यो वर्ष अडैया शनिको प्रवेशले वर्षारम्भमा गुरु प्रतिकूल रहने र वर्षभरि नै एकपछि अर्को समस्याले सताउने, गरेका काममा सफलता नमिल्ने, मन अशान्त रहिरहने योग रहेको छ। विवाद बढ्ने, सञ्चित धनको नाश हुने, अरूबाट तीव्र आलोचना हुने योग भएकाले समयमा हुनुपर्ला। मित्रहरूले धोका दिने, परिवारले साथ नदिने भएकाले समस्या अझ जटिल बन्नेछ। दाँत, मुखमा पीडा हुनेछ। अरूको काम धेरै गर्नुपर्ने तर जस नपाउने अवस्था छ। खर्च बढ्ने, आम्दानी नहुने, झुटा आरोपको सामना गर्नुपर्ने बाध्यताहरू आइपर्नेछन्। गरेको प्रयास पनि सन्तोषप्रद रहने छैन। शत्रु प्रशस्त मात्रामा बढ्नेछन्। नोकरीमा स्थानान्तरण हुने बलियो सम्भावना छ। राजनीतिमा प्रशस्त सङ्कट सामना गर्नुपर्नेछ। धर्मतिर मन नजाने, भाग्यले समेत साथ नदिने भएकाले समय भएर अगाडि बढ्नुपर्ला। व्यापारमा सफलता मिल्नेछ। कूटनैतिक कार्यमा सोचे जस्तै सफलता मिल्नेछ। बोलीको प्रभावमा महत्त्वपूर्ण व्यक्तिलाई आफ्नो वर्षमा लिँदै अगाडि बढ्न सकिनेछ। आम्दानीका अवसरहरू धेरै मिल्नेछन्। मकर राशिको आजको दिन शैक्षिक क्षेत्रमा सुधार आउने, सन्तानसँगको सम्बन्धमा सुधार आउने भएकाले मनोबल बढ्नेछ। धार्मिक कार्यमा रुचि बढ्ने र व्यापारमा सुधार आउनेछ। छात्रवृत्ति हासिल गरेर विदेश पढ्न जाने अवसर मिल्नेछ।
नोकरीमा आउने अवरोध हटेर जानेछन्। राजनीतिमा आउने समस्या हटेर जानेछन् भने पराक्रममा बढ्ने क्रम भने यो सालभरि कायम रहने भएकाले मन बलियो बनाएर काम गर्नुहोला। घरेलु समस्यामा घरै मिलाउन प्रयास गर्नुहोला। गोपनीयतामा सधैँ ध्यान दिनुहोला। खानपानमा ध्यान दिनुहोला। उच्च रक्तचाप बढ्ने, खर्च धेरै हुने अवस्था आउन सक्नेछ। सरकारी नोकरी प्राप्त हुन सक्नेछ। राजनीतिमा चारैतिरबाट आक्रमण हुनेछ। सानो कुराले पनि पद तथा प्रतिष्ठा गुम्न सक्छ। मातापिता, दाजुभाइ तथा दिदीबहिनीसँगको सम्बन्ध सुमधुर हुनेछ। सहयोगी र सेवकहरू छाडेर जाने धम्की दिन थाल्नेछन्। पति पत्नी बीच विवाद बढ्ने भएकाले सजग हुनुहोला। कुम्भ राशि, समग्रमा यो वर्ष यो राशिलाई राम्रो रहनेछ। धातुमा पीडा हुने योग छ। बोल्दा विचार पुर्याउनुहोला। संयम भएर काम गर्दा राहु गुरुको अनुकूलताले जोश र जाँगर बढ्नेछ। आफ्नै प्रयासले नयाँ काम प्राप्त हुनेछन्। मन बलियो भएकाले अरूको विश्वास जित्न सकिनेछ। आम्दानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन्। व्यापारमा सफलता सोचे भन्दा नै बढी मिल्नेछ। वैदेशिक कार्यमा सफलता मिल्नुको साथै विदेश यात्रा पनि छात्रवृत्ति हासिल गरी पढ्न जाने योग रहेको छ। कूटनैतिक क्षेत्रमा ऐतिहासिक काम गरेर आफूलाई अग्रस्थानमा उभ्याउन सफल हुनुहोला। नोकरीमा पदोन्नतिका साथै लाभ प्राप्त स्थानमा जाने अवसर मिल्नेछ। विदेश बसोबासको प्रयास हुनुहुन्छ भने सजिलै अवसर प्राप्त होला। ठूलो व्यक्तिको विश्वास पात्र हुने अवसरका साथै राजनीतिक नियुक्तिको सम्भावना बलियो रहनेछ। असल मान्छेले प्रेम प्रस्ताव राख्ने र प्रेम वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ। मीन राशि, मीन राशिको यो वर्ष आरम्भमा तृतीय गुरुको अनुकूल प्रभावले पराक्रममा बढ्ने, अधुरा काम बन्ने, नयाँ काम बन्ने, नोकरी पाउने योग छ। राजनीतिमा राशिमा एकादेशमा शनि आर्थिक लाभ राम्रै होला। लेनदेनको विवाद चर्किँदा कानुनी रूपमा समेत पुग्न सक्छ। शत्रुले पाइला पाइलामा खेदो गर्नेछन्। असफलता धेरै हुँदा मनोबल कमजोर हुनेछ। परिवारको सहयोग नपाउँदा काम गर्ने आँट नआउने हुँदा सबै काम अधुरा रहनेछन्। आम्दानीका मार्ग बन्द हुने, खर्च गर्नुपर्ने बाध्यताहरूले चिन्ता बढाउने हुँदा निद्रा कम हुने भएकाले पानी धेरै पिउनु पर्ला। विश्वास दिलाएर फसाउनेहरू प्रशस्त हुने भएकाले उच्च नेता वा कर्मचारीको ओहदामा हुनेले कुनै पनि काम गर्दा अरूको विश्वास गरेमा पद प्रतिष्ठामा आँच आउन सक्नेछ। राज्यको प्रतिनिधित्व गरेर असल काम गर्दा समेत दुःख पाउने, विदेश जाने प्रयास गर्दा धननाश हुने, कूटनैतिक कार्यमा लगनशील भएर काम गर्दा पनि राज्यबाट धोका पाउनुहोला। नोकरीमा संयम भएमा गुरुको दृष्टिले केही सहज, राजनीतिक र वैदेशिक कार्यमा सफलता पाउने, धार्मिक कार्यले सहज हुने हुँदा धर्ममा संलग्न भई काम गर्नुहोला। घर तथा सवारी साधनमा अनेकन समस्या आउनेछन्। अरूसँग गरेको विश्वासले अप्ठ्यारो वातावरण निर्माण गर्नेछ। पढाइमा सफलता मिल्ने छैन। सन्तानहरूबाट सहयोग पाउने सम्भावना कम हुनुका साथै सन्तान प्राप्ति समेतमा समस्या आउने योग रहेको छ।